बरा क्षेत्रमा आउनु भएको छ कस्तो लागिरहेछ मजा लागिरहेछ धार्मिक क्षेत्र हो अब यहाँको विशेषताको बारेमा केही जानकारी यो चाहिँ धार्मिक सहिष्णुताको उसमा सम्बन्धको लागि मात्रै नभएर एउटा प्राकृतिक यो हामी यहाँ गइरहेछौँ नि गङ्गा कौशिकी सङ्गम स्थल हो यो सङ्गम स्थल यहाँ आउनै पर्ने के हो जस्तो हो सबैभन्दा पहिलो पृथ्वीको यो माथि घुमेर जाँदा नै हुन्थ्यो होला किन यहाँ आउनै पर्ने यसको धेरै रमाइलो छ है यात्रा चाहिँ एकदम रमाइलो भयो एकदमै रमाइलो के छ कस्तो भइरहेछ यहाँ आउँदाखेरि यो बराह क्षेत्रमा हजुर कतिचोटि आउनुभयो अहिलेसम्म सङ्ख्या छैन गणना छैन होइन हाम्रो भाउजूले भन्नुहुन्छ कतिचोटि आउँदै हुनुहुन्छ बराह क्षेत्रमा सेकेन्ड टाइम कस्तो अनुभव भइरहेछ रमाइलो लागिरहेछ तिमीलाई चाहिँ कस्तो लागिरहेछ भन्दै यता हेर न कान्छीको कति कुन टाइम हो यो अहिले यहाँ आइरहेछ सेकेन्ड टाइम हो ल ठिक छ ल इन्जोय गर्नुपर्छ टिप्दै हुनुहुन्छ के को लागि यो पत्ता हो के गर्नको लागि यसरी टिप्नु भइरहेछ अब यहाँ पूजा गर्नको लागि यहाँ अब यो कौशिकी स्नान गरिसकेपछि अनि बराह भगवानको दर्शन गर्नुपर्छ भनेको एक ठाउँ निस्किँदै एक ठाउँबाट बग्दै विष्णु पादुकाबाट उत्पत्ति भएर यो सप्तकोशीमा मिल्नुहुन्छ शिरबाट आउनुभएको धेरै माथि यसको मुहान भनेको धेरै लामो छ अब यी गङ्गाको त अब कुरो नगरौँ उहाँ त यो सप्तकोशी 7वटा कोशीको सङ्गम लप्पारी जाउँ त्यहाँ गएर रान्छी लप्पारी बाढी आइरहेको छ सप्तकोशीमा कौशिकी देवी नमो नमः ओम चन्द्रमा मनसो जात सक्षो सूर्यो अजायत श्रोत्राद् वायुः प्राणसमुखाद् अग्निरजायत ओम अजायत श्रोत्राद् वायुः प्राणसमुखाद् हामी अब यो बराह क्षेत्रको एकदम यो देवस्थलमा आज साउनको शनिबार हामी स्नान गर्न आएका छौँ गयो सम्पूर्णको अनि तपाईँको टिकटक सबैले हेर्नु हुन्छ युट्युबमा हो कि ब्लग हो त्यो हो ए ल सबैले युट्युबमा पनि हेर्नु होला सब्सक्राइब पनि गर्नु होला होइन हामीलाई पनि गर्नु परेको अवस्थामा के भन्छ तीर्थमा राम्रो मान्छ कि मान्दैन पानी परेपछि पानी पर्नु भनेको तीर्थस्थलमा एकदम शुभ हो पानी परेर अहिले हामीलाई भिजाइरहेको छ अलिक भिजायो तीर्थस्थलमा आएर पानी पर्यो यसको विषयमा जानकारी गरौँ शिवजी र विष्णुको महिना भएको कारणले गर्दा यो अति वर्ष हुनुपर्ने हो अझ भगवान् शिवको महिनालाई लिन्छ साउन पुरुषोत्तम नाश परेको हुनाले विष्णुको महिना पनि यसमै खपिएको हुनाले एकदम उत्तम हो पानी आउनु राम्रो श्री बराह अवतार भगवान को श्री लक्ष्मी बराह अवतार भगवान को